के तपाईलाई थाहा छ नेपालको लेबर एक्ट 2074 अनुसार गर्भवती महिलाले कुल 14 हप्ताको प्रेग्नेन्सी लिभ पाउने व्यवस्था गरिएको छ। 14 हप्ता र दिनमा गन्दा टोटलमा 98 डेज। टोटल 14 हप्ताको बिदा मध्येमा 6 हप्तासम्मको बिदा पेड लिभ हुन्छ र बाँकी 8 हप्ताको अनपेड लिभ लिन सकिन्छ। र अझै डाक्टरले बच्चाको जन्म हुन्छ भनेर दिएको प्रेडिक्टेड डेट भन्दा कम्तीमा 2 हप्ता अगाडिबाट बिदा लिन सकिन्छ र बाँकी बिदा बच्चाको जन्मपछि प्रयोग गर्न सकिन्छ। टोटल 14 हप्ताको बिदा पछि पनि आमाको स्वास्थ्यमा केही समस्या छ र डाक्टरले थप आरामको आवश्यक छ भनेको अवस्थामा इम्प्लोयर अथवा जब प्रोभाइडर कम्पनीले थप 1 महिनाको बिदा दिनुपर्छ र त्यो लिभ पनि अनपेड हुनेछ। तर यो थप 1 महिनाको लिभ केवल प्रोफेसनल डाक्टरले प्रिस्क्राइब गरेको खण्डमा मात्र लागू हुनेछ। के तपाईलाई यो कानुन थाहा थियो त? कृपया कमेन्ट गर्नुहोस् र अरु पनि यस्तै कानुन सम्बन्धी भिडियो हेर्नको लागि हाम्रो लिगल गफ च्यानललाई सब्स्क्राइब र फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद।